उहाँ जस्तो भिजन भएको मान्छे हामीले अहिलेसम्म भेटाएको पनि थिएनौँ क्या। खुसियालीमै हामी आफै आएको, कसैले बोलाएर आएको पनि होइन, कसैले जाउँ भनेर आएको पनि होइन। कुलमान दाई जस्तो चाहिँ भिजन भएको मान्छे, सक्षम मान्छे, उहाँ त मन्त्रालय 3टा मन्त्रालय सम्हालेर मन्त्रीसम्म भएको मान्छे। कुलमान दाई चाहिँ यो क्षेत्रमा चुनावमा उठ्नु भएको हुनाले उहाँ जस्तो भिजन भएको मान्छे हामीले अहिलेसम्म भेटाएको पनि थिएनौँ क्या। उहाँ सक्षम गरेर देखाएको मान्छे, हामी 17-18 घन्टा लोड सेडिङमा अन्धकारमा बसेको मान्छे हामीले आज कुलमान दाई जस्तो चाहिँ यो क्षेत्रबाट भेट्दाखेरि त हामीले त गौरवान्वित भएका छौँ। हामी त साह्रै खुसी भएका छौँ। खुसियालीमै हामी आफै आएको, कसैले बोलाएर आएको पनि होइन, कसैले जाउँ भनेर आएको पनि होइन। हामी आफै जागरुक भएर आएका हौँ। हामी त अवश्य कुलमान दाईलाई जिताउनु पर्छ भनेर लागि परिरहेका छौँ। कुलमान दाई जस्तो चाहिँ भिजन भएको मान्छे, सक्षम मान्छे, उहाँ त मन्त्रालय 3टा मन्त्रालय सम्हालेर मन्त्रीसम्म भएको मान्छे चुनावमा लडेर यहाँनिर हाम्रो क्षेत्रमा आउनु भएको छ। सबैजना लागौँ, हामी दाजु जो टोलबासीहरू सबै लागेर कुलमानलाई नै भोट हारौँ भनेर मैले त कन्भिन्स गरिरहेको छु। सबैले प्रचार प्रसार त्यही नै गरिरहेको छु मैले त। उज्यालो नेपाल।